हेलो गुड मर्निङ नमस्कार। यहाँ सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म ब्रेकफास्ट रेडी गर्दैछु। यो चाहिँ भोलिको लागि हो है गाइस, किनभने यो चाहिँ खासमा भिजाएर राखेर भोलिपल्ट खाँदा राम्रो। हुन त अहिले यतिकै चबाएर खाँदा नि राम्रो हुन्छ, तर मैले चाहिँ के गर्छु भने आज मिसाएर मिक्स गरेर भिजाएर राख्छु अनि भोलि मात्रै खान्छु। स्पेसल्ली चाहिँ बेलुकामा गर्छु, तर आज चाहिँ मैले बिहानमा यो भिडियोको लागि चाहिँ गर्दैछु। यसको लागि चाहिँ मसँग फर्स्टमा ओट्स, त्यस पछाडि ओखर छ, चिया सिड छ, अनि पम्किन सिड छ, अर्को सनफ्लावर सिड छ, काजु छ, अनि बदाम छ, आल्मन्ड, अनि क्रेनबेरी र ब्लुबेरीको ड्राई फ्रुट्स छ, अनि दही छ। म चाहिँ सबभन्दा फर्स्टमा चाहिँ यो मेरो पट हो, यसमा चाहिँ टक्क मिसाएर राख्छु। पहिला यो राखेँ मैले दही, अलिअलि राखेँ, अनि त्यस पछाडि यिनीहरू चाहिँ यसो राखेँ। यसलाई चाहिँ यस्तो गरेर मैले चाहिँ मिक्स गर्छु, पुरै मिक्स गर्छु। यतिकै ड्राई खाए पनि हुन्छ, तर मैले चाहिँ यसरी यसलाई यसरी भिजाएर हैन टक्क मजाले चलाउनुपर्छ है, तर सबै मिक्स हुनुपर्छ। दही चाहिँ सबै ठाउँमा पुग्नु पर्यो, दहीले सबै कुराहरूलाई छोको हुनु पर्यो। अनि मैले चाहिँ यसलाई टक्क यो क्याप लगाएर फ्रिजमा राख्छु आज। अनि भोलि बिहान चाहिँ कहिले चाहिँ म यसलाई ग्राइन्ड गरेर खान्छु, कहिले चाहिँ यतिको चबाउँछु, तर सकेसम्म चबाएर खाएको राम्रो ग्राइन्ड गरेर भनेर भन्दो रहेछ। तर मलाई कहिले ग्राइन्ड गर्छु, कहिले ग्राइन्ड बनाएर जुस बनाएर खान्छु, कहिले चाहिँ मिल्क एड गरेर, अनि कहिले चाहिँ यत्तिकै खाइदिन्छु। थ्याङ्क यू। अब यो चाहिँ भोलि बिहान खाएर देखाउँछु ल। थ्याङ्क यू।